एउटा राष्ट्रलाई चाहिँ अलिकति सहयोग गर्ने आफ्नो तर्फबाट योगदान दिने भन्छु मैले चाहिँ। सहयोग भन्दा पनि योगदान हो। सहयोग भन्ने कुरा कस्तो हुन्छ भने कसैले कसैलाई चाहिँ दुःख पाएको छ भने त्यो दुःख पाएको मान्छेलाई सहयोग गर्ने हो। मान्छेले मान्छेलाई दिने सहयोग हो त्यो चाहिँ। जस्तो कसैले गरिबहरूलाई चाहिँ घर बनाइदियो, सहयोग गर्यो। कसैले चाहिँ गरिबहरूलाई उपचार गरिदियो, छोराछोरी पढाइदियो। कसैले कुनै चिज मन्दिर बनाइदियो, के गर्यो, सहयोग गर्यो। त्यो चाहिँ सहयोग भयो। यो चाहिँ के हो त भन्दाखेरि योगदान हो। सहयोग र योगदान भन्ने कुरा चाहिँ धेरै फरक छ। योगदान कोलाई यो मान्छेलाई गरेको होइन, यो चाहिँ मलाई गरेको होइन, मेरो किताब किनेर मलाई सहयोग गरेको होइन, मैले यसबाट केही लिने होइन। यो सहयोग चाहिँ अथवा यो योगदान चाहिँ तपाईहरुले राष्ट्रलाई, मातृभूमिलाई गरेको हो। त्यस कारणले यसलाई चाहिँ योगदान भन्छु मैले, सहयोग भन्दिनँ। यो चाहिँ है एउटा किताब किनेर सहयोग गरौँ न भनेर भन्छन् नि मान्छेहरू। ल एउटा किताब किनेर सहयोग गर्छु, दुईवटा किताब किनेर सहयोग गर्छु भन्छन्। मलाई हाँसो पनि लाग्छ। मलाई सहयोग गरेको भए, मैले यो पैसा खाने भए पो मलाई सहयोग भन्ने हुन्छ। यो त मातृभूमिलाई सहयोग हो। मातृभूमिलाई भएन सहयोग भन्ने हुन्न। त्यो त धेरै हलुको कुरा भयो। मातृभूमिलाई त योगदान दिने हो, बलिदान दिने भन्छ नि मान्छेहरूले। मातृभूमिको लागि बलिदान दिने भन्छन्। बलिदान दिने भनेको त अब शहीद हुनु पर्यो होइन, मर्नु पर्यो नि होइन। अब मर्नु त सकिएको छैन, तर जे जसरी भए पनि, सानोतिनो भए पनि योगदान हो यो चाहिँ। अब यसले मातृभूमिलाई योगदान कसरी हुन्छ भन्दाखेरि पहिला कुरा यसको प्रत्यक्ष चाहिँ के छ भन्दाखेरि यसले चाहिँ एउटा कारखाना चलाउँछ। कारखाना चलायो भने कति योगदान हुन्छ? त्यहाँ चाहिँ रोजगारी पाउँछन् मान्छेहरूले। कारखाना चलायो भने त्यहाँबाट औजारहरू बन्छ। औजारहरू बन्यो भने किसानहरूले खेती गर्नलाई अलिकति सहयोग होला। अब रोजगारी पायो भने मानिसहरू विदेश जानु परेन। सबैलाई त राख्न सक्दैन, तर थोरैलाई भए पनि त्यो हुन्छ, सहयोग हुन्छ। यसरी गर्दै जाँदाखेरि विदेशबाट त्यहाँ बनेको औजारहरू ल्याउन नपर्दाखेरि विदेशको पैसा, स्वदेशको पैसा विदेशमा नजाने भयो। पैसा देशमै रहने भयो र त्यो पैसा अरू कुनै काममा लाग्ला, खर्च होला। अनि यसरी कारखाना चलाएर देशको चाहिँ अर्थतन्त्रलाई पनि यसले टेवा दिन्छ। देशको अर्थतन्त्रलाई सबैले टेवा दिएर अर्थतन्त्रलाई अलिकति बलियो भयो भने अब विदेशीले हेप्दैन। विदेशीले हेप्यो भन्छ, कसैले कसैलाई हेप्यो भन्छ होइन। त्यो किन हेप्यो त भन्दाखेरि गरिब छ अनि देश चाहिँ धनी छैन, अर्थतन्त्र भत्ताबुङ्गो छ अनि हेपिहाल्छ। त्यस कारणले यो चाहिँ योगदान तपाईहरुले दिँदै हुनुहुन्छ र यो योगदानबाट अहिलेसम्म त आजसम्म त 433 दिन भयो यो किताब बेच्दै हिँडेको। 433 दिन भयो। 433 दिनमा 42वटा जिल्ला घुमिसक्यो र यति पैसा जम्मा गरेर 2 लाख भन्दा बढी किताब बेचिसक्यो। 10-11 करोड रुपियाँ जति जम्मा गर्यो। यो पैसाले अहिले कारखाना चाहिँ मर्मत गरेर चलाइरहेछ र अझै पनि 25-35 जिल्ला अझै पनि घुम्नु छ। 35 जिल्ला घुम्नु छ, तर कारखाना चाहिँ चलिरहेछ। हामीले सकेको आफ्नो इमान्दारितापूर्वक
आफ्नो बुद्धिले क्षमताले भ्याएसम्म पैसा भनेको यही हो, किताबको पैसा हो, अरू पैसा आउँदैन, कहीँबाट कसैले झार्दैन। त्यस कारणले काम पनि अलिअलि भइरहेछ, हेर्दै जाउँ। र तपाईँहरू पनि किसान नै हुनुहुन्छ होला धेरै जसो, यो गाउँतिर बस्नु भएको छ, पहाडतिर पनि होला कसैको, अब किसान नै हुनुहुन्छ होला। किसानहरूले लाई अब के कति मद्दत गर्न सकिन्छ, धेरै ठुलो मद्दत गर्नु त सक्दैन, किनभने यति पुँजीले, थोरै पुँजीले ठुलो काम गर्न खोजिरहेछौँ, त्यही त होला। र मेन कुरा के छ भने अहिले त्यहाँ बन्न खोजेको औजारहरू सानो किसानको लागि हो, ठुलो किसानको लागि होइन। सानो किसानको लागि, सम्म ठाउँको लागि, पहाडको लागि, पोखरीको लागि के बनाउन सकिन्छ भनेर त्यहाँ चाहिँ बनाइरहेको छ, कोसिस गरिरहेको छ। त्यहाँ चाहिँ धान रोप्ने मसिनहरू बन्दैछ, मकै छर्ने मसिनहरू बन्दैछ, अनि तरकारी लगाउने, आलु रोप्ने, पहाडतिरको लागि कोदो रोप्ने मसिनहरू बन्दैछ, टेस्ट हुँदैछ, परीक्षण हुँदैछ। त्यस्ता किसिमका मसिनहरू काटेर जस्तो धान काट्ने, धान झार्ने, कोदो काट्ने, कोदो झार्ने किसिमका मसिनहरू, मकै छोराउने मसिनहरू, गाईलाई घाँस काट्ने, धुलो पार्ने मसिनहरू, यस्ता साना मसिनहरू साना कृषकहरूलाई को लागि भनेर बन्दैछ। तपाईँहरूलाई पनि यस्तो मसिनहरू चाहिन्छ भने अब सम्पर्क गर्दै गर्नुभयो हुन्छ। अब बन्न सुरु भइसक्यो, अब बिस्तारै उत्पादन हुँदै जान्छ। र अब तपाईँहरू मध्येमा, यहाँ तपाईँहरूको यो टोलमा, तपाईँहरू मध्येमा कारखानामा काम गरेको, सिप भएको कोही हुनुहुन्छ भने है, कारखानामा काम गरेको, सिप भएको भाइ टेक्निसियन अथवा इन्जिनियर, अलि अनुभवी कोही हुनुहुन्छ भने र त्यसै यहाँ बसिरहेको छ, नोकरी खान चाहन्छ भने वीरगञ्जको कारखानामा पठाए पनि हुन्छ। किनभने अहिले हामीले मान्छेहरू खोजिरहेछौँ, भने जस्तो मान्छे पाएको छैन। मान्छे चाहिँ एकदम सिप भएको मान्छे पाउन नेपालमा गाह्रो छ। त्यसैले यस्तो यो पनि तपाईँहरूले सोचिदिनु होला। र कोही मान्छे छ भने रोजै वीरगञ्ज पठाइदिनु होला, मलाई सम्पर्क गरे पनि हुन्छ। वीरगञ्ज पठाएपछि हामीले के गर्छौँ भन्दाखेरि त्यसको परीक्षण गर्छौँ, 2-3 हप्ता राखेर त्यो कारखानामा जे काम भइरहेको छ त्यो काम गर्न लगाउँछौँ। त्यही साथीहरू त्यही अरू साथीहरूसँग काम गर्ने हो। काम गरेको हेर्दै जाँदाखेरि राम्रो ढङ्ग छ भने, राम्रो काम छ भने, सिप छ भने तुरुन्तै जागिर दिन्छौँ। यस्तो मान्छे पनि चाहिएको छ। यो किताब बेच्ने मात्र होइन, मान्छे पनि खोजिरहेको छौँ, मान्छे पाउँदैन, गाह्रो छ। यो कुरा ल, धन्यवाद छ। अब यसो गरौँ, यो लिस्ट बनाउनु भएको छ भने त्यो लिस्ट समात्नुहोस् अनि बोलाउँदै गर्नुहोस् र मैले सही गर्दै फोटो खिच्दै गर्नुहोस्। अनि जसले लगेको त्यसको नाम चाहिँ राइट गर्नुहोस्, कोही बाँकी रहला होइन त। त्यहीबाट नाम चाहिँ राइट गर्दै जानुहोस् है। तपाईँले बोलाउनुहोस्, आएर किताब दियो भने राइट गर्नुहोस्। त्यसो गर्दा सजिलो पनि भयो। एकैचोटि हुन्छ। ताप दिनुहोस्, कस्तो ताप दिनुहोस्? हुन्छ एलबी राईको राइट गर्नुहोस्। लन्देश पछाडि शेषहाङ डाक्टर साहबसँग हामी सामने फोटो पनि खिच्छौँ कि यता पछाडि किताब पनि ताक्दै लुबुङ्गो बेका kakak, Luma Patrikan Jatin lagi berani. Luma